हेलो म फेरि पनि आज न्यू डे न्यू भ्लग आइसके। हामी चाहिँ बिहान कति पानी पर्न लाग्थ्यो। बिहान हामी कति 6 बजे उठेर आएको खेतमा। अलि जस्तो घाम लागेको छ हेर्नु। घाम लागिसक्यो अहिले चाहिँ हामी अब हिजो त मैले तपाईँलाई तोरी उखालेको देखाएको थिएँ, आज पनि भ्याइएन। अब चाहिँ ठेसर लाउनु पर्यो रे हाम्रो फुप्सहरूलाई। यत्रो धेरै तोरी छ हेर्नु। अझै गाह्रो छ नि, हामीलाई गाह्रो छ क्यार्ने। जिन्दगीमा पहिलोचोटि हामी तोरी खान आउँदैछौँ। यहाँ चाहिँ मसुरो दाल छ हुनुहुन्छ हेर्नु। हामीले यत्रो धेरै तोरी खाल्यौँ हामीले हिजोको दिनमा। आज चाहिँ बोकेर भ्यायौँ। आज चाहिँ हाम्रो अर्की दिदी बहिनी पुसाई सबजना आउनुभएको छ हेर्नु। आउँछ नि। देखो न गाइस कसरी भन्नु त फेरि भन्नु त कसरी हो? प्रकाश महिमाले हेर्दिन पर्यो। हेर्नु न हामीले कति धेरै उखाल्यौँ के। कोही पीडित भएन भोक लागेर हेर्नु न। अब हेर्नु हामीले काम पाइएन, ठेसा लानु खोजेको ट्र्याक्टर पनि आएन। तपाईँलाई चाहिँ अब म साइकल चलाएर अब काम पाइएन। यही ग्राउन्डमा साइकल चलाएर बस्छु म चाहिँ। त्यो ग्राउन्ड नै त हो, ग्राउन्ड नै हो। कस्तो छ खानेकुरा भनेको के हो? मजा खानु मेरो पनि गराइदिनु है। हाम्रो चाहिँ ठेसर आइसक्यो। अब देखो न गाइस। अब चाहिँ ठेसा लाउन सुरु हाम्रो चाहिँ। गाइस जरा हामी चाहिँ धेरै तोरी खेलाएर सोत्रिरान भइसक्यो। हामीलाई गर्नु कोही यता सोत्रिरान छन्, कोही यता सोत्रिरान छ। यता चाहिँ भर्खर उठे तोरी केलाउँदा सुतेर पनि। हामीलाई चाहिँ जे यस्तो खाएको हेर्नु। कसले गर्छ यस्तो? एकजना यता सोत्रिरान, एकजना उता सोत्रिरान हुनुहुन्छ। मालकिनले मात्र तोरी केलाउनु भएको छ हेर्नुहोस्। मालिक सुत्नु भएको छ। मैले भनौँ हजुरलाई के भन्छ नि त थोडा सा मिस्टेक हो गयो। तपाईँ सुत्नु भएको त सबैजना सुत्नु भयो। हाम्रो जिन्दगी जस्तो रमाइलो कसको होला हेर्नुहोस् त ल गाइस। कसले गर्नुहुन्छ यस्तो? हामी जस्तै खेतमा आएर माटो माथि। अब हामीलाई चाहिँ हामी दिदी बहिनी चाहिँ फुपूले एउटा तिरपाल छाड भए पनि हामीलाई खेतमा राखिदिने गरे। हामीलाई घर बस्न दिने। हामी साँझबाट यहाँ आउँछौँ। होइन यतै बस्ने आजबाट। कोही राति ढली सक्नुभयो हेर्नुहोस् न मालिक। हेर्नुहोस् हाम्रो तोरी कति धेरै भइसकेको छ। मालिकका नातिनीका काम देखो न गाइस। अब चाहिँ हाम्रो तोरी उखाल्ने काम, केलाउने काम सब भइसक्यो। साँझ बिहान 6 बजे आएको मान्छे साँझ 6 बज्न लागिसक्यो हेर्नु। छोराछोरीको हाल खबर के छ थाहा छैन। दिनभरि घाममा काम गर्ने, सुत्ने यत्तिकै। अब हामी चाहिँ हिँडियो। स्पेसल प्रकाश दाईको लागि। प्रकाश दाई मेरो मामा
तपाईँले बोकेर लान सक्नुहुन्छ मैले सक्छु म तिमीलाई पनि बोकेर लान सक्छु क्यानो खिस्किँदाखेरि क्यानो खिस्किला गाइस दिदी बहिनीको सेम सेम कलर छ रुमाल र ज्याकेट हाम्रो फुस आउनुभयो हाम्रो मालकिन मालिक आज त केही पनि मिस्टेक भएन अर्को मालिक यता हुनुहुन्छ अब हामी त चल्दै गयो अब हाम्रो चाहिँ आजको काम सकिसक्यो कस्तो हो मालिक मालिकिन बाइकमा जाँदै हुनुहुन्छ अब लागि 4 दिनसम्म हामी आउनु पर्दैन खेल्न 4-5 दिनको लागि मालिक मालकिन बाई बाई मिस्टेक नै गर्ने का अब हामी चाहिँ हिँड्दै हिँड्दै जानुपर्छ नि त मेरो स्पेसल बुलेट भेस्पा त्यहाँ छ हेर्नुहोस् गाइजहरू अब हामी चाहिँ हिँड्दै जानुपर्छ वर्षाजीले खाएको चाहिँ भन्न पर्ने खास अङ्कल हो कसलाई अङ्कल मन पर्छ मन पर्ने कमेन्ट गर्नु होला अङ्कल मन पराउने मिठो हुन्छ मिठो एकदम मिठो हुन्छ चिनी हुन्छ हेर्नुहोस् चिनी सही त आन्टी लबर हैन आफ्नै गाउँ आए उकाले ओराले देखो देखो गाइस हमारा असली पाउडर हमारे नेपाल के गाइस के गरेको छ बाटो यस्तो छ माछा आयो माछा भुजाले ल भुजा गाइस यो रिसोर्ट बनाउनु खोजेर एकछिन थ्याङ्क यू फर भिजिट फलफुलहरु त्यो गर्छ नि यो जाने हो यो हैन का सिराई यता हो के पेप्सी त हैन यही बाटो गयो यो पनि यो बाटो दुःख छ के